जुत्ता टलक्क टल्काएर हे गाइज गुड मर्निङ नमस्कार। हामी चाहिँ रारा जानको लागि तयार भइसकेका छौँ। हेर्न सक्नुहुन्छ सरस्वती मावि कुडारी हाम्रो अफिस यहाँ देखिरहेको छ। अनि यहाँदेखि म माथि टाढै छु, अब चाहिँ त्यहाँ कुडारी पुगेर अनि हामी चाहिँ निक्लिनेछौँ स्वर्गको अप्सरा रारा हेर्नको लागि। अनि यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त साथीहरू। एक्साइटेड कतिको हुनुहुन्छ? एकदम भेरी ह्याप्पी। हजुर यति बेला हामी जुम्ला अनि कालीकोटको सिमाना नागमामा छौँ। अनि यहाँ बाइक सर्भिसिङ हुन लाग्छ साथीहरू। साथीहरू हामी चाहिँ राराको लागि निस्किनु लाग्यो। हेर्न सक्नुहुन्छ त्यसमा चाहिँ त्यो चाहिँ एकदम हाम्रो भ्लगर प्रो राइडर बस्नेत काजी नाङ्गो बजारमा छ होइन साथीहरू। ल मामा चाहिँ निस्किनु लाग्नु भयो होइन? हेर्न सक्नुहुन्छ के भन्न चाहनुहुन्छ? दुई शब्द सुरु भइसक्यो। अगाडि बढाउनु राराको यात्रामा हामी निस्क्यौँ है साथीहरू। ल तपाईँहरू पनि आउनुहोस्। रारा यात्रा के भन्न चाहनुहुन्छ? रारामा पारामा अहिले यसको ड्राइभर अब उन लाउनु पर्यो नि यार।
के हतार छ होइन ल साथीहरू हामी चाहिँ एकदमै टाढा आइसकेका छौँ होइन हाम्रो गाडी चाहिँ हेर्न सक्नुहुन्छ पारि आइरहेको छ होइन को कोले हेरिराख्नु भएको छ देख्न सक्नुहुन्छ तेज भएको मान्छेले चाहिँ देख्न सक्छ मजाले बाटो गाह्रो रहेछ होइन पारिको बाटो गाह्रो रहेछ ल साथीहरू हामी चाहिँ राराको यात्रामै छौँ त्यति बेलाको बसेर हामी चाहिँ यो गुठी जिउला भन्ने ठाउँमा पुग्न लागेका छौँ र चाहिँ हाम्रो गाडी अगाडि हिँडेको छ अनि हाम्रो सरहरू पनि मोटरसाइकलमा हिँडिरहेको भएको छ हेर्न सक्नुहुन्छ साथीहरू अन्तिमसम्म हेर्नु होला हामी रारा हेर्नको लागि एकदमै एक्साइटेड छौँ एकदम क्लियर राराको चाहिँ यात्रा चाहिँ बवाल नै भइरहेछ अहिले गुठी छ कनाका सुन्दरी गुठी छ स्पिड चाहिँ धेरै भयो है यो स्पिड यति त हान्नै पर्छ ल सर म्याडमहरू कस्तो भयो यात्रा बाँकी छ आउन म्याडम भनिदिनुहोस् एक दुई शब्द भन्नेमा पर्नु नमस्ते हामी भोलि लाइभमा आउँदैछौँ है हाम्रो सापकोटाको मार्क्स निकालेर गरौँ आएर माथि हाल्नु पऱ्यो त्यसलाई खिच्दै सबैजनासम्म बर्दन ध्यापक सर हुन्छ ल हिँड्दै जहाँबाट डाँडा छ हिँड्दै ल हामी सरस्वती मावि किला तिनकुडारी जुम्लाको सिङ्गो टिम यो कर्णाली प्रदेशभित्र परेको मुगु जिल्लाको राराताल सबैभन्दा देशकै सबभन्दा ठुलो ताल रारातालको अध्ययन अवलोकन भ्रमणको लागि हामी सबै स्टाफहरू रारातालतिर जाँदैछौँ अहिले हामी गोठी जिउलाभन्दा अलिकति अगाडि सिजा उपत्यकामा पुगेका छौँ अब के हुनुहुन्छ राराताल हेर्नलाई को एक्साइटेड हुनुहुन्छ सबैजना तयार छौँ अनि हामीसँग हाम्रो तिला गाउँपालिका वार्ड नम्बर 3 का वडाध्यक्षज्यू र हाम्रो सरस्वती मावि कुडारीका वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू लगायत हामी थुप्रै जम्बो टिम रारातालको अवलोकन भ्रमणमा जाँदैछौँ र हाम्रो प्रकाश भाइले यो प्राविधिक सहयोग गरेकोमा प्रकाशलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ तपाईँलाई पनि स्वागत छ भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला रारातालको पनि हामी देखाउनेछौँ तपाईँहरूलाई के कस्तो छ राराताल के कस्तो छ यहाँहरू सबैले यो राराताल अध्ययन अवलोकन भ्रमणको भिडियोहरू हेरेर यहाँहरूले प्रतिक्रिया जनाइदिनु होला भन्ने म ठुलो आशामा छु हस् धन्यवाद
पानी पर्यो, रुजियो, भिजियो, एकदमै दुःख पाइयो साथीहरू बाटोमा। अनि अहिले चाहिँ हामी यो सल्लेरी भन्ने ठाउँमा पुगेका छौँ। उहाँ हुनुहुन्छ हाम्रो विवेश अध्यक्ष तथा 3 नम्बर वडा अध्यक्ष। अनि आज चाहिँ साथीहरू हामी यात्रा यतिसम्म मात्रै गर्नेछौँ। हामी भोलि मात्रै अगाडि रारातर्फ बढ्नेछौँ। अनि त्यति बेलासम्मको लागि चाहिँ तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनुको लागि धन्यवाद। आज चाहिँ हामी यो विवेक होटल एन्ड रेस्टुरेन्टमा बस्नेछौँ साथीहरू। भोलि मात्रै तपाईँले हामी राराको सुन्दर दृश्य देखाउनेछौँ। त्यति बेलासम्म साथ दिनुहोला।